6 महिना अघि नेपालबाट अमेरिका गएका एकै परिवारका 4 नेपालीको हत्या। अमेरिकाको भर्जानियामा एकै परिवारका 4 जना नेपालीको हत्या गरिएको छ। त्यहाँको मनासस पार्कमा रहेको एक घरमा बिहीबार राति 2 बालिका सहित 4 नेपालीलाई गोली हानी हत्या गरिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले जानकारी दिएको छ। घर धनीले भुइँतलाको अपार्टमेन्टमा भाडामा बस्दै आएका उनीहरूबारे प्रहरीलाई खबर गरेको थियो। 38 वर्षीय सन्तोष परियार र 36 वर्षीय अन्जु श्रेष्ठ सहित 2 वर्षीय बालक 8 वर्षीय बालिका फेला परेका छन्। प्रहरीले मृतक बालिकाको नाम सार्वजनिक गरेको छैन। प्रहरीका अनुसार घटनास्थलबाट एउटा बन्दुक बरामद भएको छ। छिमेकीहरूले मृतक परिवार करिब 6 महिना अघि नेपालबाट त्यहाँ पुगेको जानकारी दिएका छन्। स्थानीय समय अनुसार बिहीबार राति 10:40 बजे लेनको 400 ब्लकमा रहेको अपार्टमेन्टमा प्रहरी पुगेको थियो। 4 जनाको गोली लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मनासस पार्क प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। शुक्रबार बिहान सोपरचारको भिडियो रुखहरूले घेरेको टाउन हाउस क्षेत्रमा प्रहरीका गाडीहरू देखिएका छन्। यो क्षेत्र सेन्टर भिल रोड रुट 28 बाट करिब 2 माइल पूर्वमा छ। प्रहरीले 4 जनाको शव पोस्टमार्टमका लागि मनाससको मेडिकल परीक्षकको कार्यालयमा पठाएको छ। छिमेकीहरूले यो घटनाले आफूहरू स्तब्ध भएको बताएका छन्। एक छिमेकीले भने मेरी 8 वर्षीय छोरी हरेक दिन ती 8 वर्षीय बालिकासँग खेल्थिन्, उनलाई गोली हानियो। दर्शकवृन्द, यो दर्दनाक घटना र एकदमै दुखदायी छ।